गुड मर्निङ। आज चाहिँ हामी लाग्दैछौँ हेटौँडादेखि लटरमेश्वर महादेवको यात्रामा। अनि हामी रेडी हुँदैछौँ, सबैजना फ्यामिली नै जाँदैछौँ। बाटोमा कति रमाइलो गर्नेछौँ, रमाइलो गर्दै जानेछौँ। हजुरहरू पनि भिडियो हेर्दै गर्नु होला। लटरमेश्वरको यात्रा आज एकदम रमाइलो हुनेवाला छ है गाइस। अब चाहिँ हामी निस्कियौँ घरबाट, अब रेडी भयौँ। गाडी पनि हाम्रो आइसकेको छ अनि सबैजना रेडी पनि भइसक्नु भएको छ। अब हामी लाग्नेछौँ। लगी है हवाएं, सागर भी लहरा। ल हामी चाहिँ गाडीबाट उत्रयौँ र अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ हिँडाइको। अब हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ। हाम्रो टोलीहरू चाहिँ सबैजना गाडीबाट उत्रिसक्नु भएको छ र हामी टोटल 14 जनाको टोली चाहिँ लटरमेश्वरको यात्रामा छौँ। यहाँ चाहिँ हाम्रो आमा बुवाहरूदेखिबाट सानो सानो नानी बाबुहरू पनि हामीले लिएर आएका छौँ। अब हेरौँ हिँड्न सकिन्छ सकिन्न, आशा गर्नै पर्यो होइन। भिडियो बनाउँदै हामी लाग्दैछौँ अब उकालोतर्फ। यस्तो उकालो चाहिँ यहाँदेखिबाट सुरु हुँदैछ, पनि सुरु गर्छौँ अब। ल हामीले चाहिँ सुरुवाती चरणमै यहाँ ऐसेलु भेटेका छौँ। यसलाई भन्छ ऐसेलु, अर्ग्यानिक ऐसेलु। ल हेर्ने कस्तो राम्रो पाकिराखेको रहेछ। यसमा चाहिँ काँडा पनि हुन्छ अनि यो चाहिँ फल हो, एकदम मिठो हुन्छ। कसले खानुभएको छ कमेन्ट गर्नु होला है। अलिक यसको बोटमा चाहिँ फेरि काँडा पनि हुन्छ। कस्तो राम्रो रहेछ। ल अब चाहिँ हाम्रो यात्रा सुरु भयो उकालोतर्फको। यहाँ चाहिँ आज शनिबार भएको कारणले होला धेरैजना भक्तालु जनहरू चाहिँ आउनुभएको रहेछ। सबैजना उकालो चढ्दै हुनुहुन्छ। हाम्रो टोलीहरू पनि हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ लट्ठी पनि को सुविधा रहेछ है, लौरो टेकेर हिँड्दाखेरि चाहिँ एकदम सजिलो हुन्छ। त्यसैले लौरो पनि लिएर जाऊँ। अब चाहिँ हाम्रो यात्रा मजासँग यसरी लौरो टेकेर सुरु भयो है त। एकदम उकालो नै उकालो रहेछ। भर्खर हाम्रो चाहिँ यात्रा सुरु भयो। अझै यसरी ब्याग बोकेर पानी बोकेर ट्याक्क हिँड्न सुरु गरेको छु। अलिकति गाह्रै हुन्छ मलाई चाहिँ हिँड्नलाई। अनि भगवान्को दर्शन गर्ने भनेपछि भगवान्ले शक्ति पनि दिनु होला नि। त्यसैले चाहिँ म चाहिँ एकदम आत्मविश्वासका साथ हिँड्न सुरु गरेछु है त।
ल हामी चाहिँ टोलीको सबैभन्दा लास्टमा पर्यौँ 12 म छौँ लास्टमा हिँड्न नसक्या हो कि क्या हो कुनै हामी चाहिँ अलिक पछाडि पर्यौँ हेलो हाम्रो अर्को टोली हो माथि हुनुहुन्छ हात धुँदै हाई भन्दै हो क्या यस्तो उकालो सिडी नै सिडीको बाटो रहेछ अगाडि चाहिँ अहिलेको मौसम यस्तो छ बा सकिएला त हिँड्न ल ठिक छ बाले आँट गर्नुभयो भनेपछि मैले नसक्ने कुरा हुँदैन भन्दै नि त ए हाम्रो सानी नानी पनि लटरमेश्वर महादेवको दर्शन गर्न हिँडेकी छिन् काँधमा बसेर हेलो भन नि त छोरी मेरो नानी हो ए चाहिँ नानीको मम्मीलाई बच्चा बच्ची सबै बोकेर हिँड्ने रहर यहाँ अर्को बच्चा पनि छ है सबैजना काँधमा बसेर हिँड्दै खान